त्यो कर्णालीको मान्छे काठमाडौँ आउन सक्थ्यो। अहिले गफ लाउँछ त्यो कर्णालीको एउटा केटो, त्यसको बाउ काठमाडौँ आउन सकेन। के अरे काठमाडौँ के माटो खान आउने हो? उति बेला तेरो बाउ के कर्णाली आउन सक्थ्यो? तेरो बाउले रारातालमा डुङ्गा चलाउन सक्थ्यो? तेरो बाउले जुम्लाको अर्ग्यानिक सेउ खान पाएको थियो? तेरो बाउले डोल्पाको एर्सा गुम्बा खान पाएको थियो? तेरो बाउ कर्णालीको जडीबुटी खान पाएको थियो? हरेक कुरा बोल्दाखेरि विचार गरेर बोल्ने, इतिहासका कुरा गर्ने हो भने इतिहास पढ्ने यति दिमागमा घुसेको छैन। खसिन्जा साम्राज्य, विशाल खसिन्जा साम्राज्यको बारेमा अध्ययन गरेर बोल। इतिहासका पाना पल्टाएर हेर। काठमाडौँ आउने दम होइन। भारतको कुमाउँ गढवालसम्म सिन्जा साम्राज्यका किला ठोकिएका थिए। सिन्जा साम्राज्य बिस्तारै कमजोर हुँदै गइसकेपछि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले देश एकीकरण गरिदिए। सिन्जाको मान्छे कडा हुन्छ, सिन्जाको मान्छे कर्णालीको मान्छे बलियो हुन्छ, योसँग हामी सक्दैनौँ भनेर सिन्जाको इतिहास मेटाइदिए। जनताको विकासको लागि लड्ने, नेपालको समृद्धिको लागि लड्ने एकजना ज्ञानेन्द्र शाहले पठाइसकेपछि कर्णालीको छिटो काठमाडौँ आउन सक्दैन थियो। त्यसको बाउ सक्दैन थियो, तेरो बाउ त सक्यो। अहिले तेरो बाउले आँखा चिम्म गरेर खरार त्यो कटारो साइकलमा पनि राराताल पुग्छ, कर्णालीमा पुग्छ। विकास व्यवस्था भन्ने कुरा फरक छ, बदलिँदै आउने कुरा हो। इतिहास परिवर्तन हुँदैन, व्यवस्था परिवर्तन हुने कुरा हो। इतिहासलाई टेकेर बोल। भाइरल हुन्छ सामाजिक सञ्जालमा, हिरो पल्टिन्छु भनेर तथा नाम बोल्न मिल्छ।